देशमा बस्नै मन नलागे जस्तो जसरी हुन्छ विदेश जानु पाए हुन्थ्यो जस्तो भइसक्यो क्या अहिले। अब कसैले नि गर्दैन जस्तो लाग्यो क्या, एकदम आशै मरिसक्यो पुरानो पार्टीहरूसँग। अब धेरै दुःख चाहिँ दिन नहुने थियो है। अब ब्रेक गर्नको लागि चाहिँ यो सबै प्रपञ्च रचिराखेको छ। अब तिनीहरूलाई चाहिँ आफ्नो पार्टीको भएर छोडिदिने। अब कमजोरी गर्नुभएको भए त सायद राज्यले दोषी ठहर गरिसक्थ्यो होला। समातिनी जस्तो भयो। त्यसपछि माथिको टाउकेहरू मिलेर फेरि अब कसैलाई चाहिँ फेरि 2-4 दिनमा छोडिदिइहाल्ने। विद्यार्थी कालमा अलिकति राजनीतिमा सक्रिय थियौँ अनराज सोयुमा। खोइ अब देश विकासमा गाउँ समाज विकासमा खासै ध्यान दिएको जस्तो लागेन। त्यही भएर अब नयाँ पार्टीलाई यसो सपोर्ट गरौँ के भनेर आशले। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको प्रभावले, राष्ट्रिय स्वतन्त्र पार्टीका विधि विधानका प्रभावले गर्दाखेरि चाहिँ मलाई चाहिँ यसमा अलिकति मनसाएर झुकाव राखेको। नमस्कार अनि हार्दिक स्वागत छ दर्शकवृन्द। अहिले रविको पार्टी रासपामा प्रवेश गर्नेहरूको गाउँदेखि सहरसम्म दिन प्रतिदिन बढिरहेको छ। यसैबीच 2 दिन अगाडि मात्र रविले बोलेपछि त झन् काङ्ग्रेस एमाले छोडेर रासपामा प्रवेश गर्नेहरू भत्तै बढेका छन्। हामीले केही युवाहरूलाई सोधेका छौँ, रासपालाई किन तपाईँले समर्थन गर्नुभयो, रविलाई लगाइएको मुद्दालाई तपाईँले कसरी बुझ्नु भएको छ र तपाईँले कसरी हेरिरहनु भएको छ, यो पनि हामीले केही जनताहरूलाई सोधेका छौँ। उहाँहरूको भनाइ अबको क्रममा जस्ताको त्यस्तै। ठुला पार्टीहरूले त्यही भने भोट हाले हो पहिला है। चुनावहरूमा 4 चोटि जति भोट हालेँ मैले। हाले हो, तर अब कसैले नि गर्दैन जस्तो लाग्यो क्या, एकदम आशै मरिसक्यो पुरानो पार्टीहरूसँग। अब अरूहरूले राम्रो नगरेको भएर चाहिँ अब नयाँ पार्टीलाई यसो समर्थन गरौँ कि भनेर के गर्छ कि। राष्ट्रिय स्वतन्त्र पार्टी भन्नु खोज्नुभयो? हजुर राष्ट्रिय स्वतन्त्र पार्टी। पहिला कुन चाहिँ पार्टीमा हुनुहुन्थ्यो होइन? खास पहिला कुन पार्टीमा थियो भन्दा पनि विद्यार्थी कालमा अलिकति राजनीतिमा सक्रिय थियौँ अनराज सोयुमा। हजुर। त्यसपछि राजनीतिमा निष्क्रिय भएर बसिराखेको थिएँ। अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको प्रभावले, राष्ट्रिय स्वतन्त्र पार्टीका विधि विधानका प्रभावले गर्दाखेरि चाहिँ मलाई चाहिँ यसमा अलिकति मनसाएर झुकाव राखेको। जे होस्, अरूले नगरेको भएर चाहिँ यसो अब नयाँले के गर्ला कि भनेर यसो आश। अब भोट त आफ्नो मताधिकारको त प्रयोग गर्नै परिहाल्यो होइन चुनावमा। त्यही भएर अब अरूलाई अवसर दिँदाखेरि खोइ अब देश विकासमा गाउँ समाज विकासमा खासै ध्यान दिएको जस्तो लागेन। त्यही भएर अब नयाँ पार्टीलाई यसो सपोर्ट गरौँ के भनेर आशले। अहिले तत्काल वडा अधिवेशन गरेर चाहिँ कमिटी गठन गर्ने कुरा सुनेर म चाहिँ त्यो कमिटीमा केही न केही पदीय दायित्व ग्रहण गर्छु भनेर चाहिँ आएको थिएँ। यो कमिटीमा मैले अहिले सचिवको पद गरेको छु। म चाहिँ खासै सभापतिको प्रभावले गर्दाखेरि। अरूहरूले भन्दा चाहिँ है राम्रो काम। अब एकदम भ्रष्टाचार गर्नेहरूलाई, अब जनताहरूलाई दुःख दिनेहरूलाई यसो 1-2 जनालाई समात्या भएर चाहिँ ल है गर्ला कि भनेर आश गरेको थिएँ। गर्न पनि आँटेको थियो होइन। तर अनि त्यसपछि के भयो भने अब सबै ठुला पार्टीको अब समातिनी जस्तो भयो। त्यसपछि माथिको टाउकेहरू मिलेर फेरि अब पार्टी सभापति राजनीतिक प्रतिशोधको कारणले भनौँ कि के को कारणले भनौँ अहिले मुद्दा खेपिरहनु भएको छ होइन। कतिको मिस गर्नु भएको छ उहाँले कमजोरी नै गर्नुभएको हो कि के जस्तो लाग्छ हजुरलाई? कमजोरी गर्नुभएको भए त सायद राज्यले दोषी ठहर गरिसक्थ्यो होला। यो चाहिँ नितान्त राजनीतिक पूर्वाग्रहको कारणले गर्दाखेरि नै उहाँलाई अगाडि बढ्न नदिनको लागि चाहिँ ब्रेक गर्नको लागि चाहिँ यो सबै प्रपञ्च रचिराखेको छ। अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध गरेर मुद्दा लगाएको भन्छन्। हजुरलाई चाहिँ के लाग्छ यो विषयमा? त्यो त अब सबैले थाहा भएकै कुरा हो होइन। अब यति धेरै दुःख चाहिँ दिन नहुने थियो है। अब कसैलाई चाहिँ फेरि 2-4 दिनमा छोडिदिइहाल्ने। हामीलाई थाहा हुन्छ, हेर्दाखेरि सबलाई थाहा हुन्छ, सबै जनताहरूलाई थाहा हुन्छ यो फटा हो भनेर। यो चाहिँ ठ्याक्कै देखिएकै छ, सबले बुझ्छ यो कुरा त अब यो प्रतिशोध नै हो भनेर। 4 ठाउँ 3 ठाउँबाट चाहिँ धरोटीमा रिहा हुँदा पनि एक ठाउँबाट चाहिँ यो मुद्दा चाहिँ अल्झाएर राखिरहेको छ। अब हेरौँ, सायद उहाँ निर्दोष ठहरिनुहुन्छ होला। प्रभावितै छु। अरूभन्दा अब अलि यङ पनि हुनुहुन्छ होइन। अलि केही गर्छु कि भनेर आउनु भएको थियो, गर्नु पनि आँट्नु भएको थियो। अहिले कतिको मिस गरिरहनु भएको छ? उहाँ त अहिले बाहिर कार्यक्रममा पनि निस्किन पाउनु भएको छैन होइन। अदालतहरू धाइरहनु भएको छ। उहाँ बाहिर आएर बोलिदियो हुन्थ्यो होइन, जनतालाई सम्बोधन गर्दै हुन्थ्यो भन्ने कतिको हजुरलाई कतिको आश छ? होइन, अब त्यो दिन पनि आउँछ बाहिर आएर बोल्ने, जनताको सम्बोधन गर्ने, बोल्ने, कुराहरू सुन्ने, आफ्नो कुरा राख्ने दिन पनि आउँछ उहाँको। अब अहिले कानुनी
झमेलामा परेर केही अब गर्दै हुनुहुन्छ होला सायद। वडा कमिटी गठन भएको छ होइन, कस्तो लागिरहेको छ हजुरलाई? एकदम उल्लास र हर्ष लागिरहेको छ। हामीले सोचेभन्दा धेरै नै मान्छेहरूको उपस्थिति भयो। त्यसमध्येमा नि हामीले अहिले चाहिँ 5 सदस्यीय कमिटी गठन गऱ्यौँ, हजुर, जसमा चाहिँ मैले आफैले पनि सचिवको पद हजुर निर्वाह गर्ने प्रण र अठोट गरेर समितिमा बसेको छु। यस्तै कुरा सबै जनताले बुझ्दाखेरि कति राम्रो हुन्थ्यो होइन? धेरै राम्रो हुन्थ्यो नि, सबै जनताले बुझ्नुहुन्छ एक दिन। अब त्यो कुरा सबैलाई थाहा छ होइन। हजुर, अब अहिलेको मान्छे पहिलाभन्दा झन् धेरै बुझ्ने पनि भइसक्यो। हजुर, त्यही भएर अब बुझ्नुहुन्छ। अबको पालि चाहिँ एकचोटि चान्स दिउँ हामी सबै मिलेर भनेर फेरि सबै जनताहरूलाई भन्न पनि चाहन्छु म यहाँबाट। समय दिनुभयो होइन, त्यसको लागि धन्यवाद। हजुर, रासोपामा झुकाव छ भन्नुभयो, सक्रिय रूपमा लाग्नुहुन्छ के हुन्छ आगामी दिनहरूमा? सक्रिय रूपमा पनि अब लाग्न चाहिँ लागिन्छ। अब त्यस्तो धेरै सक्रिय रूपमा लाग्ने भन्दैमा अब जहाँ पनि हिँड्नलाई चाहिँ फेरि टाइम पनि हुँदैन, आफ्नो पनि काम छ है। हजुर, अब जे सपोर्ट चाहिँ म गर्छु, हजुर, सपोर्ट चाहिँ गर्छु, मिलेको बेलामा हिँड्छु। अब त्यस्तो पार्टी नै भनेर सधैँभरि त्यसरी चाहिँ म हिँड्दिनँ। अहिले रासोपाको धेरै ठाउँमा सङ्गठन विस्तार भइरहेको छ। हजुरको गाउँठाउँमा कतिको जनताहरू यसमा आउनको लागि होइन कतिको उत्साहित देखिनु भएको छ? हजुरले भेट्नुभयो होला, धेरैलाई धेरैसँग संवाद पनि गर्नुभयो होला, कतिको उत्साहित देख्नुभयो? उत्साहित हुनुहुन्छ। उत्साहित भएर नै अहिले 4 नम्बर वडा भेला पनि राम्रै वडावासीको उपस्थितिमा नै हामीले वडा भेला सम्पन्न गऱ्यौँ। योभन्दा बढी पनि मान्छेको झुकाव असाध्यै छ, तर त्यो झुकाव मान्छे खुलेर लाग्न चाहिरहेको छैन। अब त्यो खुलेर लाग्ने वातावरण हामीले बनाउँछौँ यस वडा नम्बर 4 धुनीबेसी लगायत सम्पूर्ण देशमा। हजुरले भेट्दाखेरि चाहिँ खुलेर, तर भित्रभित्र चाहिँ लागौँ जस्तो छ होइन, तर बाहिर खुलेर आइहालौँ जस्तो चाहिँ छैन जस्तो देखियो हजुरले देख्दाखेरि हजुरको नजरमा? बाहिर चाहिँ अब पर्खर हेरेको परिस्थितिमा देखियो हाम्रै साथीहरू पनि धेरै खुलेर आउन चाहिरहेको देखिएन अहिले। तर उहाँहरूको समर्थन चाहिँ, भित्री समर्थन चाहिँ लगभग 90% मान्छेको भित्री समर्थन रासोपाप्रति नै छ। अब अहिलेको अवस्था यस्तो छ, देशको अवस्था हजुर सबलाई थाहा छ है, बिग्रिरहेको। हजुर, त्यही भएर अलिअलि चासो लिन्छु। चासो मात्र लिनुहुन्छ कि खबरदारी पनि गर्नुहुन्छ त हजुर? म अब खबरदारी हामीले गरेर त खै खासै केही होला जस्तो लाग्दैन, तर यसो खबरदारी गरिरह हुन्छु। हजुर, अब यस्तै प्रोग्राममा यसो कहिलेकाहीँ हिँडिरह हुन्छु। अनि के देख्नुभयो आफ्नो आँखाले के देख्नुभयो? गाउँठाउँतिर कस्तो कमिसन खोरहरू हुन्छन्, भ्रष्टाचारीहरू हुन्छन् होइन, भ्रष्टाचार देखिरहेको देशमा है। हजुर, लास्टै अति नै भ्रष्टाचार छ। अब यहाँ देशमा बस्नै मन नलागे जस्तो, जसरी हुन्छ विदेश जान पाए हुन्थ्यो जस्तो भइसक्यो क्या अहिले। त्यस्तो भइरहेछ के? कामधाम, आफ्नो कामधामले चित्त बुझेको छैन हजुरलाई? चित्त त अब बुझाउनै परेको छ, बुझाउनु पऱ्यो, तर खासै चित्त बुझ्दो छैन क्या। अब देशमा के गरौँ भन्यो भने गाह्रो छ क्या अवस्था। वेलकम छ। अहिले अब देशैभरि चाहिँ हाम्रो सङ्गठन विस्तारको कार्यक्रम चलिरहेको छ। वडामा हामीले सङ्गठन बनाइरहेको छौँ। नगर जिल्ला सम्मेलन हुँदैछ। सायद अब पार्टीले पछि विधान महाधिवेशन पनि गर्लान्। आउन चाहनेहरूलाई हार्दिक स्वागत छ राष्ट्रिय स्वतन्त्र पार्टीमा।